स्वर्ग चाहिँ सुन्दर सबैभन्दा माथि सजिएको छ मेरो देश। पसिना बगाउँछु म 10 नङ्ग्रा खियाउँछु कसैको आशामा बाँच्दिन म। स्वाभिमानी म अभिमानी होइन, सङ्कल्प म हार होइन। हाम्रो पुर्खाले जमिन तपाईको छैन, खोलादेखि लेकसम्म, लेकदेखि बेसीसम्म बिराइदिएको बाँझो बारी, बाँझो खेत तपाईहरुले डङ अब खन्नुपर्छ। म जेनजीलाई भन्न चाहन्छु, आर यु रेडी? मेरो देश माथि करले पनि यसो गरिदिनु त सबैले। ल, प्राकृतिक रूपमा यो देश स्वर्ग जस्तै सुन्दर छ, तर राजनीतिक रूपमा, सामाजिक रूपमा, आर्थिक रूपमा हेर्नुहुन्छ भने यो देश नर्क जस्तो भइसकेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। तपाई हामी अमृत जस्तो बन्न सक्नुपर्छ, विष जस्तो बनेर हुँदैन। हार्दिक अनुरोध गर्दछु। हातबारीमा उ माथि हेर्नु सबै मान्छेहरू, आमामामामा ल हेर्नुस्, मान्छे भरिएर माथि डाँडामा हेर्नुस् खातबारीको आज ऊर्जा। जिन्दाबाद 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 आज हेर्नुस् शङ्ख सभाको खातबारीमा हेर्नुस्, आमामा डाँडा मान्छे। ल हेर्नुस्, बफ रे बफ जाग्यो शङ्ख सभाली, जाग्यो खातबारी। म यसै गरी ल हेर्नुस्, विशिष्ट अतिथिको लागि प्रसाद राईज्यूलाई पनि म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। श्रम संस्कृति पार्टी केन्द्रीय सदस्य आशा लामाज्यूलाई पनि म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी म जितेन्द्र बान्थवाज्यूलाई पनि, श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहण गरिदिनु हुन म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। समीर तामाङ, उहाँ पनि श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ, उहाँलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। देशका लागि अब हामीले एकजुट भएर काम गर्न सक्नुपर्छ। तपाईहरु तयार हुनुहुन्छ? यहाँको मान्छे चुप लागिदिनु, माथि बस्नेहरूलाई मात्रै सोध्छु। ल, माथि बस्नेहरू तयार हुनुहुन्छ? ल, मैले यहाँबाट बोलेको कुरा सुन्नु हुँदो रहेछ, त्यहाँ अलिक सावधानी अपनाएर बस्नु होला। फेरि जोसको बेलामा होइन, फेरि त्यहाँबाट झरियो भने यता कुरा सुन्नु कि त्यता तपाईँको चाहिँ उद्धार गर्न जानु, दुविधामा पर्छु म पनि, तपाईँहरू पनि पर्नुहुनेछ। त्यसले गर्दाखेरि त्यहाँ माथि बस्नुहुनेहरू होइन, सकभर यहाँ तल आइदिए हुन्थ्यो भन्ने हो, तर त्यही माथि बसे पनि सावधानी अपनाएर बस्नु होला, कुरा सुन्नु होला। अलिकति म पूर्व वक्ताहरूभन्दा अलिकति 2-4 मिनट लामो मैले बोल्नुपर्ने हुन्छ। हामी तयार छौँ? ल, मेरो देश भनौँ त। आहा, म भन्दा बेटर गाउनु हुँदो रहेछ, म भन्दा राम्रो गाउनु हुँदो रहेछ है।
म पनि गाएकै हो, बजारमा चाहिँ नचलेको खोला खोल्सी र भिर पाखामा खुब चलेको है। फेसबुकमा पनि एक दुईवटा मेरो गीतहरू हिट छ, राम्रो राम्रो गीत चाहिँ सुन्दैन रहेछ, गुइठे भनेको चाहिँ खुब सुन्नुहुँदो रहेछ है। ल फेरि गाउँ है त। मेरो देश सबैले यता पनि मेरो देश माथि करले पनि यसो गरिदिनु त सबैले। ल सबैले गएको छैन, लाज लागिरहेको छ, तपाईँलाई लाज लागिरहेको छ। देश भन्दा लजाउनु हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू, जोडले गाउनु होला। त्यहाँ बस्नेहरूले गएको छैन जस्तो लाग्यो। स्वर्ग झै सुन्दर सबैभन्दा माथि सजिएको छ मेरो देश। पसिना बगाउँछु दस नङ राखिआउँछु कसैको आशामा बाँच्दिन म हो। स्वाभिमानी म सानो गाउनु होला। अभिमानी होइन संकल्पमा हार होइन। साह्रो गाउनु होला, साह्रो गा सबैले। पौरखी यही हो संयमी यही हो साहसी यही हो नेपाली मेरो देश। सबैले गाउनु भयो। यो गीतले भन्दै थियो आदरणीय दाजुभाइ दिदीबहिनीहरू, स्वर्ग चाहिँ सुन्दर सबैभन्दा माथि सजिएको छ मेरो देश। पसिना बगाउँछु म दस नङ राखिआउँछु कसैको आशामा बाँच्दिन म। स्वाभिमानी म अभिमानी होइन संकल्प म हार होइन। यहाँहरू सबैजनालाई यो गीतबाट मैले सम्बोधन गर्न चाहिरहेको छु, अनुरोध गर्न चाहिरहेको छु, आह्वान गर्न चाहिरहेको छु। आदरणीय सङ्घ सभावासी दाजुभाइ दिदीबहिनीहरू, अब हामी जाग्नुपर्छ, अब हामी उठ्नुपर्छ। हामीले हाम्रो देशलाई स्वर्ग चाहिँ सुन्दर भन्छौँ हो। राजनैतिक हिसाबले हेर्ने हो भने आज बाउ छोरा बोलचाल हुँदैन। बाउ एउटा पार्टीको छ, छोरा अर्को पार्टीको डम्फु बजाएर हिँड्छ है। विभिन्न तपाईँको बहानामा फुटेको छ समाज। तपाईँ हामी अमृत जस्तो बन्न सक्नुपर्छ, विष जस्तो बनेर हुँदैन। हाम्रो मनभित्र अमृत जस्तो सोच विचार हुनु पर्यो। तपाईँको मनभित्र अमृत जस्तो सोच विचार छ? म प्रश्न गर्न चाहन्छु, छ हुनुपर्छ। होइन भने पनि आज यो तपाईँको चाहिँ ग्राउन्ड छोड्दै गर्दाखेरि हाम्रो मनभित्र अमृतको तपाईँको चाहिँ उत्पत्ति हुनुपर्छ, अमृत उत्पन्न हुनुपर्छ। हाम्रो मनभित्र अब हामी अमृत लिएर बाँच्छौँ, अमृत जस्तो जीवन लिएर बाँच्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले हाम्रो मनभित्र अनेक परिका विषजन्य विकारहरू बोकेर हामीले चाहिँ हाम्रो देशलाई स्वर्ग जस्तो बनाउन सकेनौँ। प्रकृतिले हामीलाई स्वर्गको टुक्रा नै दिएको थियो, तर हामीले जानेनौँ। तपाईँ हाम्रो ढङ्ग पुगेन। तपाईँ हाम्रो सोच विचारमा सधैँभरि विषजन्य तपाईँको विकृतिजन्य सोच विचार मात्रै रहेको कारणले गर्दाखेरि यो हुन पुगेको म यहाँहरू सम्पूर्ण जानकारी गराउन चाहन्छु। केही लामो समय मैले यहाँहरूको लिनुपर्ने हुन्छ।
धेरै कुराहरू मनमा छ। प्राकृतिक रूपमा मात्रै यो देशलाई हामीले चाहिँ नि स्वर्ग जस्तो बनाएर हुँदैन। म तपाईँहरूलाई एक दुईवटा प्रश्न गर्न चाहन्छु। अब यो देशलाई स्वर्ग जस्तो देश कसरी बनाउन सकिन्छ? अल्छी बनेर स्वर्ग जस्तो देश बन्छ? सबैलाई म प्रश्न गर्न चाहन्छु, तपाईँले खुलेर मलाई छातीमा हात राखेर उत्तर दिनुहोस्। हामी तपाईँ अल्छी बन्यौँ भने यो देश स्वर्ग जस्तो बन्छ? बन्दैन है, बन्दैन। हामीले एकले अर्कालाई झुटो बोलेर ठगेर ढाँटेर यो देश स्वर्ग जस्तो बन्छ? एकले अर्कालाई धोका दिएर, एकले अर्कासँग झगडा गरेर, एकले अर्कालाई पाप चिताएर यो देश स्वर्ग जस्तो बन्छ? हामी आफै भ्रष्टाचार गर्छौँ, हामी आफै धोकाधडी गर्छौँ भने, हामी बेइमान छौँ भने यो देश स्वर्ग जस्तो बन्छ? हामी विदेशी दलालीमा भुलेर विदेशीले दिएको तपाईँको जुठो पक्रेर खाने खालको त्यो खालको दास बनिरह्यो भनेदेखि यो देश स्वर्ग जस्तो बन्छ? यदि यो देश त्यसरी स्वर्ग जस्तो बन्दैन भने आदरणीय दाजुभाइ दिदीबहिनीहरू, कसरी बन्छ त यो देश स्वर्ग जस्तो? यो देशलाई स्वर्ग हामीले कसरी बनाउने? म यहाँहरू सम्पूर्णलाई भन्न चाहन्छु, हामी यो देशलाई, यो देशको हरेक मान्छेलाई, यो देशका हरेक मान्छे, यो देशका हरेक नागरिकलाई जिम्मेवार नागरिक बनाउनका लागि निस्किएको एउटा सामाजिक जागरण र रूपान्तरणको अभियान लिएर आएका छौँ। म यहाँहरू सम्पूर्णलाई यो भन्न चाहन्छु, के हो श्रम संस्कृति भन्दाखेरि अघि भर्खर मैले भने यो देश स्वर्ग बनेन। के कारणले बनेन भन्दा हामी अल्छी छौँ नि त, छ कि छैनौँ? छौँ कि छैनौँ? अलिकति काम गर्ने बित्तिकै बेसरी काम गऱ्यो भने यसो गरिन्छ। छ चाइनिजलाई हेर्नुहोस्, 18 घन्टा डाइरेक्ट काम गरिदिन्छ। हामीले काम गरेका छौँ 18 घन्टा? छातीमा हात राखेर भन्नु है, मलाई छातीमा हात राखेर भन्नु है। हामी यति धेरै अल्छी, यति धेरै काम चोर होइन। भात पनि अरूले पकाइदिए हुन्थ्यो, गनगनाउँदै खानु पाए हुन्थ्यो। मैले खाएको थालबाट पनि अरूले धोइदिए हुन्थ्यो। मैले लुगा लगाएको छु, त्यो लुगा पनि तपाईँको छैन, अरूले धोइदिए हुन्थ्यो। अरूले सबै कुरा गरिदिए हुन्थ्यो। नेताले देश बनाइदिए हुन्थ्यो, ठेकदारले देश बनाइदिए हुन्थ्यो। आफूले चाहिँ केही नगर्ने, तपाईँको छैन भुइँमा झरेको एउटा प्लास्टिकको झोला पनि नटिप्ने, यस्तो खालको स्वार्थी बनाएर देश बन्छ हो? त्यस्तो तपाईँको अल्छी मान्छेलाई जागरिलो पौरखी बनाउने तपाईँको चाहिँ अभियान, श्रमदानको अभियान र श्रमको अभियान लिएर आएको संस्कृति हो श्रम संस्कृति। यहाँहरूलाई त्यो श्रम संस्कृतिमा म हार्दिक स्वागत गर्न चाहन्छु। स्वागत गरेको मैले श्रम संस्कृतिमा तपाईँ आउन चाहनुहुन्छ? तपाईँहरू सबैजना आजदेखि श्रमदाता बन्नुपर्छ। तपाईँहरू आजदेखि सबैजनाले यो श्रम संस्कृतिको अभियन्ताको रूपमा अगाडि बढ्नुपर्छ। म सम्पूर्णलाई हार्दिक अनुरोध गर्न चाहन्छु। बोर लाग्यो? दिगदार लाग्यो? थकान महसुस भयो? हो, तपाईँलाई थकान महसुस लाग्नु हुँदैन। 3 दिन भयो रात्रिभरि पनि, रातभरि पनि कुदिनेका छौँ हामी। यो देश मेरो मात्रै होइन, यो देश तपाईँको पनि हो। यदि हर्क साम्पाङ त्यसो गरी गरी कुदेर यहाँ आएको छ भने एकछिन तपाईँ उभिनुपर्छ। एकछिन तपाईँले मेरो कुरा सुन्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू थोरैमा पनि 40 वर्ष काटिसकेको हुनुहुन्छ। त्यहाँनिर तपाईँको 20 वर्ष थोरैमा पनि काटेको मान्छे हुनुहुन्छ। 20-20 वर्ष, 40-40 वर्ष, 60-60 वर्ष हामीले समय बितायौँ। एकछिन यहाँ उभिँदा बस्दाखेरि तपाईँको के बित्छ? बित्छ केही? त्यसो भएको कारणले गर्दाखेरि आज अन्तिमसम्म तपाईँहरू बस्नुहोला। म तपाईँहरू सबैजनासँग फोटो खिचेर मात्रै फर्किनेछु। म सबैसँग सिङ्गल फोटो पनि खिच्नेछु। केही कुराहरू मैले तपाईँलाई सुनाउनुपर्छ। 70-70 वर्ष, 80-80 वर्षसम्म होइन हामीले चाहिँ भाषण सुन्दै आयो कि आएन? खोइ के भयो त? तर यो मैले सुनाउँदै गरेको कुरा भाषण होइन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। यो यस्तो आवाज हो जसले तपाईँको सुतिराखेको मनलाई, तपाईँको चाहिँ सुसुप्त तपाईँको चाहिँ जीवनलाई जगाएर छाड्छ। ठाउँको ठाउँ ढाँट्छौँ, ठाउँै पछि ढाँट्छौँ, मान्छे पछि धोका गर्छौँ भने हाम्रो देश बन्छ। त्यसो भएको कारणले गर्दाखेरि बेइमान मान्छेलाई इमान्दार बनाउने संस्कृति हो श्रम संस्कृति। हामी कामद्वारा अल्छी मान्छेलाई पौरखी बनाउँछौँ र पौरखी मान्छे इमान्दार बनाएर हामी चाहिँ छोड्छौँ। त्यो सङ्कल्पका साथ आएको संस्कृति हो यो, कुनै चान्चुने पार्टी होइन यो। म यहाँहरू सम्पूर्णलाई यो भन्न चाहन्छु, देशको माया लाग्नुपर्छ। तपाईँलाई देशको माया लाग्छ? नलाग्ने हो भने तपाईँ यहाँ किन आउनुहुन्थ्यो र? अघि गइसक्नुहुन्थ्यो होइन? म सम्पूर्ण 3 करोड नेपालीलाई भन्न चाहन्छु, विदेशमा बस्नुहुने 1 करोड जति नेपालीलाई पनि भन्न चाहन्छु, देशको माया हामीलाई लाग्छ। देशको माया थाहा पाउनका लागि विदेश जाँदा हुन्छ। देशमा बसिन्जेल त यसो हल्ल्यो खायो होइन, आमा बाउको कमाइ खायो। विदेश गइसकेपछि थाहा हुन्छ तपाईँको साउजीको बुट भेटाउँदा होइन, सुपरभाइजरको ट्याग खुटाइ भेटाउँदा होइन,
बाकसमा तपाईँको चाहिँ नि हामी चाहिँ नि प्याक भएर आउँदाखेरिको पीडा त्यो सम्पूर्ण पीडा बुझ्ने मान्छेलाई थाहा हुन्छ यो देशको माया कति लाग्छ भन्ने परदेशीलाई सोध्नु विदेशीका मान्छेलाई सोध्नु हामीलाई देशको माया लाग्नका लागि विदेशी जानु गइराख्नु नपरोस्। अब तपाईँ पनि विदेश तपाईँको चाहिँ नगइकन यो देशलाई माया गर्न चाहनुहुन्छ भने श्रम संस्कृतिमा आएर एउटा सच्चा श्रमदाता तपाईँ बन्नुहोस्। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, श्रम संस्कृति नै त्यो संस्कृति हो जसले उत्पादनको कुरा गर्छ। श्रम नगरिकन उत्पादन हुँदैन, काम नगरिकन भात खान पाइँदैन, काम नगरिकन एउटा लगाएको लुगाको कच्चा पदार्थ आउँदैन, काम नगरिकन हाम्रो घर बन्दैन, बाटो बन्दैन, काम नगरी के हुँदै हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि फेसबुक र टिकटकमा रमाइरहने युवा पुस्तालाई म भन्न चाहन्छु, अब कामतर्फ पनि हामी लाग्नुपर्छ। हामीले माटो नछोएको कारणले गर्दाखेरि देश बाँझै छ, आज देश बाँझै छ। हाम्रो पुर्खाले जमिन तपाईँको छैन खोलादेखि लेकसम्म, लेकदेखि बेसीसम्म बिराइदिएको बाँझो बारी, बाँझो खेत तपाईँहरूले डङ अब खन्नुपर्छ। म जेनजीलाई भन्न चाहन्छु, आर यु रेडी? आर यु रेडी? आर यु रेडी? यस, जेनजीले अब त्यो काम गर्नुपर्छ। काम गर्दाखेरि कुनै सानो हुँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, काम गर्ने मान्छेलाई सानो भनेर किसानलाई हेला गर्ने, मजदुरलाई हेला गर्ने, श्रमिकलाई हेला गर्ने समाजलाई भत्काउन निस्किएको एउटा अभियान हो श्रम संस्कृतिको अभियान। त्यो श्रम संस्कृतिको अभियानमा तपाईँ जोडिन चाहनुहुन्छ? काम गर्ने मान्छे कहिले पनि सानो हुँदैन। गफ गरेर ढाँटेर चोरेर खाने मान्छे सानो हो। त्यसो भएको कारणले गर्दाखेरि सामाङ भन्ने एउटा फुचे केटो, अनुहार नपरेको केटो, कस्तो केटो हो भन्ने कुरा म अलिकति सुनाउँछु ल है, ध्यान दिएर सुन्नुहोस् है त। को हो अर्को शान्त? मैले चिनेको, मैले बुझेको। मनभित्र यो देश बाहेक अर्थ केही छैन उसको, मनभित्र यो देश बाहेक अरू अर्थ केही छैन उसको। भावनाको गहिराईमा यो देश भेट्छ उसले र विचारको उचाइमा यो देश देख्छ उसले। घोर अन्धकारभित्र आशाको किरण छर्ने, चेतनाको खेती गर्ने र निराशाभित्र आशा र विश्वास भर्ने गर्छ उसले। देश र माटोबारे हजारौं गीत लेख्छ र गाउँछ अनि अरूलाई पनि गाउन लगाउँछ ऊ। उजाड पाखा पखेरु र बगरहरूमा हजारौं लाखौं बिरुवा रोपेर हरियाली बगैँचा र पार्कहरू निर्माण गर्दै बस। काम गर्ने मान्छेलाई सम्मान गर्ने संस्कृति हो, श्रमलाई सम्मान गर्ने संस्कृति हो, तपाईको श्रमिकलाई सम्मान गर्ने संस्कृति हो श्रम संस्कृति। त्यसमा म हार्दिक स्वागत सबैलाई गर्न चाहन्छु।